यस्तोमा चाहिँ होइन यात्रा गर्ने भन्ने मेरो पनि एउटा ड्रिम चाहिँ छ होइन, मेरो सपना पनि छ। यस्तोमा चाहिँ एक दिन अवश्य पनि पैसा कमाएर मैले यात्रा गर्ने छु होइन। सो इट्स माई ड्रिम टु टुर होइन, क्रुजमा चाहिँ यात्रा गर्ने मेरो एकदमै ठुलो सपना छ। पैसा कमाएर होइन, अभियसली त्यो पनि गर्छु म। दामी छ, बवाल हुन्छ, छुट्टै एक्सपिरियन्स हुन्छ। थाहा छैन यो कहाँबाट आएको होइन, सायद यो कताबाट आएको त देखाएको छैन। झन्डा चाहिँ छ तर आई डोन्ट नो विच फ्लाग इज द्याट, मैले त चिनिनँ। तर दामी छ क्या, ओ कत्रो छ क्या, कत्रो यार, हो यार, ओ यार छुट्टै छ क्या, छुट्टै लाइफ छ क्या। ओ पैसा हुनेहरूलाई हो यो होइन, पैसा कमाएर टन्न घुम्नलाई चाहिँ ठिक हुन्छ, लाइफ चिल हुन्छ। सही छ, बवाल छ, बवाल। सो पोर्चुगल चाहिँ दुनियाँको लङ्गेस्ट कोस्ट लाइन छ होइन, त्यो भएर पनि हो यहाँ मान्छे खतरा आउँछ क्या यस्तो क्रुजहरू चाहिँ घुम्नको लागि। सही हुन्छ नि त। सो दुनियाँको लङ्गेस्ट कोस्ट लाइन परेर होइन, कोस्ट लाइन चाहिँ हो नि त पोर्चुगल। सो त्यो कारणले चाहिँ यहाँ चाहिँ हरेक सिपिङहरू बाटै यही पर्छ क्या, जुनसुकै कन्ट्री अब हुन्छ नि। एट्लान्टिक ओसियन भइहाल्यो यो होइन, यो भनेको अब थाहा छँदै होला संसारको सबभन्दा ठुलो ओसियन भनेको एट्लान्टिक ओसियन हो, र यो चाहिँ एट्लान्टिक ओसियन हो क्या। सो अनि त्यो कारणले पनि पोर्चुगल भनेको वरिपरि समुद्रले छेकेको कन्ट्री हो नि त। अनि त्यो कारणले चाहिँ यो रुट पर्छ क्या, हरेक संसारको देश अब हुन्छ नि त, मालहरू सामानहरू इम्पोर्ट एक्सपोर्ट गर्दाखेरि चाहिँ रुटै यही हुन्छ क्या। अब क्यानल अनि त्यसपछि यो यिनीहरू नै हो क्या। अब दुनियाँको सबभन्दा अब मेन भनेको त पोर्ट भनेको क्यानल पोर्ट भयो, त्यसपछि अरू कुन छ होइन। अनि यो पनि रुट चाहिँ हो क्या। सो वान अफ द रुट चाहिँ यो पनि पर्छ होइन। सो पोर्चुगल पनि, सो त्यो कारणले पनि यहाँ चाहिँ आएर बस्छ। यो चाहिँ यहाँ बसेको हो, रेस्ट गरेको हो। अनि यस्तोमा कस्तो हुन्छ भने फेरि रुख्छ होइन, बस्छ नि त। अनि बस्छ, अनि त्यसपछि यहाँ अब मान्छे बसेर एकछिन एक दुई दिन कति दिनसम्म लाग्छ क्या, 2-3 दिन 3-4 दिन कति दिन लाग्छ। अनि त्यो टाइममा चाहिँ अब तपाईँ ओर्लेर यहाँबाट घुम्न सक्नुहुन्छ। सो यसले फेरि अर्को देश लान्छ, यस्तैमा राख्छ। यस्तै हुन्छ क्या, अनि लाइफ चिल हुन्छ। अब तर अब पैसा चाहिँ महँगो लिन्छ क्या, खत्रै लिन्छ पैसा। सो यहाँ बस्छ, यहाँ अब भित्रको अब प्यासेन्जरहरूले बाहिर आएर घुम्छ, लिस्बन देख्यो होइन, त्यहाँदेखि अब पोर्चुगल देख्यो, पोर्चुगल घुम्न पायो, त्यो एउटा मौका हो नि त। अनि सो फेरि अब अर्को देश जान्छ, अर्को देशमा गएर फेरि बस्छ होइन, अर्को देशमा फेरि गएर बस्छ। त्यहाँ पनि फेरि अब ओर्लेर म घुम्न पाउने भएँ होइन। त्यस्तो हुन्छ क्या। अब यहाँ यस्तोमा ट्राभल गर्न पायो भने चाहिँ त्यो एउटा एडभान्टेज चाहिँ त्यो हुन्छ। हजुरले चाहिँ